हेलो नमस्ते साथीहरु, स्वागत छ कनेक्ट टु नेपाल युट्युब च्यानलमा। साथीहरु, मलेसियादेखि धेरै राम्रो कम्पनीको डिमान्ड आएको छ। 50,000 देखि लिएर 1 लाख सम्म कमाउने मौका पाउनु भएको छ। कसरी जाने हो, कहाँ एप्लाई गर्ने हो र कति दिनमा भिसा आउने छ, सब प्रक्रिया भन्नेवाला छु साथीहरु। र बेसिक सैलरी 1700 रहेको छ भने हजुरलाई कति पैसा तिर्नुपर्छ र कुन मेन पावरमा जानुपर्छ म सब कुरा भन्नेवाला छु। यहाँसम्म हेर्नु भएछ भने प्लिज लाइक र सब्स्क्राइब गरिदिनु साथीहरु। हजुरले सब्स्क्राइब गर्नुहुन्न, हजुरले सब्स्क्राइब गर्यो भने हजुरले छिटो डिमान्ड पाउनुहुन्छ, टाइम पनि हजुरको वेस्ट हुन्न। त्यही भएर प्लिज लाइक र सब्स्क्राइब गरिदिनुस्। सके भए पनि कमेन्ट गरिदिनुस् हजुरले कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ भने। अब मलेसियादेखि डिमान्ड आएको छ र फ्री भिसा फ्री टिकटको पनि डिमान्ड आएको छ र दिदीबहिनीहरूलाई फिमेलको लागि राम्रो कम्पनीको डिमान्ड आएको छ, त्यो पनि भन्न चाहन्छु म। प्लिज ध्यानदेखि हेर्नु होला र जे नबुझेमा मेरो बायोमा WhatsApp नम्बर छ, कल गर्नु होला, मेसेज गर्नु होला। म रिप्लाई केही दिन पछि दिन्छु, तर दिन्छु यस्तो छैन कि म दिए छैन। र टिकटक साथीहरूलाई भन्छु लाइक र सब्स्क्राइब र फलो गरिदिनु होला। लागौँ अब डिमान्डतिर साथीहरू। यो डिमान्ड मलेसियादेखि आएको छ। यो हेर्नुस्, पहिला सुरुमा ध्यानदेखि सुन्नु होला। ओपिसी होलसेल होलसेलर एसडिएन बिएसडी साथीहरू, यो होलसेल एन्ड रिटेलर वर्करको माग रहेको छ मात्र 31 जनाको। अझै ध्यानदेखि सुन्नु होला, अझै 31 जनाको माग छ भने यसमा बेसिक सैलरी हजुरको 1500 हो लेखेको छ, तर 1700 पाउनुहुन्छ। यसमा डर्ने कुरा केही छैन, हजुरको 1700 हो। यो पुरानो डिमान्ड भएर हजुरले लट नम्बर पनि चेक गर्न सक्नुहुन्छ भने यसको अन्तर्वार्ता यही मिति 2082 जेठको 1, 2, 3 गते हुन गइरहेको छ भने मईको 5, 15, 16, 17 मा हुन गइरहेको छ भने प्री अन्तर्वार्ता धमाधम चलिरहेको छ भने यो मेन पावरको नाम रहेको छ मेरिडेसन ओभरसिज प्राइभेट लिमिटेड। साथीहरू, हजुरले फोन गर्नुहुन्छ, उसले सिधै भन्छ डिमान्डै सक्यो या छैन डिमान्ड, या अझै आएकै छैन। किन भन्छ? अस्ति एउटा भाइले कमेन्ट गरेको छ, दाइ मैले फोन गरेर बुझेको त डिमान्डै छैन। तपाईँ यही बुझ्नुस्, 31 जना 50 जना 100 जनाको डिमान्डमा तपाईँले फोन गरेर केही हुनेवाला छैन। मैले पनि यो डिमान्ड देखाएर तपाईँ यसमा आउन भन्दैन। तपाईँ यो मेन पावरमा गएर एकचोटि भिजिट गर्नुहोस्। यो मेन पावरमा अब मलेसियादेखि डिमान्ड आइरहेको छ, त्यसमा जानुहोस्। म जे छ त्यही भन्छु, त्यसमा जानुहोस्। बरु अर्को डिमान्डमा हेर्नु, सेक्युरिटी गार्डको 200 जनाको माग रहेछ, त्यसमा भन्छु म जान। यसमा नजानुहोस् किनभने अलरेडी प्याक भइसकेको छ। तर कोही छ काठमाडौँभित्र, त्यसको एउटा म भिडियो पनि देखाउन चाहन्छु। यो के भन्छ कस्तो हो, यो एउटा सानो भिडियो हेर्नुहोस्। भिडियो लामो हुन्छ, त्यही भएर म भिडियो धेरै चलाउन साथीहरू। तपाईँले म अर्कै सिधै डिमान्डतिर लग्न चाहन्छु। छोड्नुहोस्, डिमान्डतिर लग्नुहोस्। डिमान्डमा देखाउन चाहन्छु अर्को। यो मलेसियादेखि आएको छ सेक्युरिटी गार्डको साथीहरू। यो ध्यानदेखि हेर्नु होला। यति हेर्नुभएछ भने प्लिज लाइक र सब्स्क्राइब गरिदिनु होला। यो कम्पनीको नाम रहेको छ प्रोफोलर सेक्युरिटी सर्भिस एन्ड कन्ट्र्याक्टिङ एसडिएन बिएसडी साथीहरू। यो जलानमा रहेको छ पहिलो नम्बरमा। सेक्युरिटी गार्डको माग गरेको छ 200 जना पुरुषको। कति? 200 जना पुरुषको माग गरेको छ। 1700 रहेको छ बेसिक सैलरी। हजुरलाई खाने सुविधा दिएको छैन भने बस्ने सुविधा दिएको छ। यसको अन्तर्वार्ता मेन पावरको कार्यालयमा हुन गइरहेको छ जेठको 3 गते 17 मईको। तर तपाईँले अब अन्तर्वार्तामा यो पेडवाला हो पहिलो नम्बरमा। र तपाईँले सबभन्दा सुरुमा सोध्ने कुरा यो सोध्नु होला साथीहरू, यो 8 घण्टा 6 दिनको भनेको छ भने तपाईँले सेक्युरिटी गार्डमा पक्कै कुनैमा 30 को 30 दिन गराउँछ, कुनैमा त हजुरलाई महिनामा 2 दिन मात्रै छुट्टी दिन्छ भने प्राय जसो 12 घण्टाको ड्युटी छ भने कति पैसा पाइन्छ त्यो एकदम क्लियर रूपले सोध्नु होला अनि बल्ल एप्लाई गर्नु होला। र सुरुमा पैसा दिने काम नगर्नु होला। 1 लाख 2 लाख रुपैयाँ नि एजेन्टले धेरै माग्छन्। तपाईले सिधै मेन पावरमा गएर कुरा गर्नु होला साथीहरू। र सुरुमा पैसा दिन काम नगर्नु होला। यदि दिनुहुन्छ भने बाइ द वे चेकमा दिनु होला र जुन व्यक्तिलाई दिनुहुन्छ त्यसको व्यक्तिको नाम र तपाईले यहाँ भाउचरमा तल वैदेशिक रोजगार को लागि लेखिदिनु होला। त्यति लेखेपछि तपाईले एउटा सबुत हुन्छ पहिलो नम्बरमा। यति गर्नु होला। र दिदीबहिनीहरू अझै वेट गर्नुस्। अझै पनि दिदीबहिनीहरूलाई फ्री भिसा फ्री पनि डिमान्ड आएको छ। र यो मेन पावरको नाम रहेको छ तिलिचो ओभरसिज प्राइभेट लिमिटेड साथीहरू। यो सिनामङ्गल निरा रहेको छ भने तपाईले सिधै मेन पावरमा गएर भिजिट गर्नु होला। फोन गरेर सायद फोन उठ्यो भने या त सिधै प्याक भन्छ। किनभने साथीहरू मैले मलेसियाको धेरैजना लियौँ यस्तो लाइन लाएको हुन्छ। हजुरले मेन पावरमा भिजिट गर्नु होला। म भन्छु यही 1-2 दिन बस्नुहुन्छ। धेरैवटा मेन पावरमा छ के डिमान्ड तपाईँहरू, तर फोन गरेर उसले सिधै भन्छ छैन। त्यस्तै गरेर अब लागम फ्री भिसा फ्री टिकटको डिमान्ड आएको छ कुवेतदेखि। पहिला यो हेरौँ अब साथीहरू। मलेसियादेखि अझै एउटा डिमान्ड छ, म भन्न बिर्सेछु। यो हजुरको जनरल वर्करको आएको छ पोल्ट्री फार्मको हो साथीहरू। यो सेङटेक फार्मिङ एसडिएन बिएसडी साथीहरू। यो हजुरको पोल्ट्री फार्मको हो, यो मुर्गाको हो, फार्मको हो। 55 जनाको माग गरेको छ भने बेसिक सैलरी 1700 रहेको छ भने खाने सुविधा दिएको छैन भने बस्ने सुविधा मात्रै दिएको छ भने यसको अन्तर्वार्ता मेन पावरको कार्यालयमा वैशाखको
31 गते यानी कि 14 मईको हुन गइरहेको छ भने यो हजुरको यो मेन पावरको नाम रहेको छ भने सदिच्छा ओभरसीज प्राइभेट लिमिटेड। साथीहरू यो सामाकोसीनिर रहेको छ भने स्क्रिनमा नम्बर छ, तर नम्बर भन्दा अगाडि तपाईले मेन पावरमा भिजिट गर्नु होला। म यही पटक पटक भनिरहेको छु साथीहरू, मेन पावरमा भिजिट गर्नु होला र सुरुमा पैसा दिने काम नगर्नु होला साथीहरू, म यही भन्न चाहन्छु। त्यस्तै गरी अर्को डिमान्डतिर लागम साथीहरू। त्यस्तै गरी अर्को डिमान्ड मलेसियादेखि आएको छ साथीहरू, केल मेट्रो ल्यान्ड डेभलपमेन्ट SDN/BSD। साथीहरू यो जनरल वर्करको माग गरेको छ 17 जनाको। बेसिक स्यालेरी 1700 रहेको छ भने 54,000 रहेको छ। खाने सुविधा दिएको छैन भने बस्ने सुविधा दिएको छ साथीहरू। हप्ताको 6 दिन 8 घण्टाको हो, तर पनि अन्तर्वार्तामा सोध्न सक्नुहुन्छ। यसमा ओभर टाइम चल्छ किनभने यो पेडवाला हो, यसले पैसा लिन्छ। तर अब यो 17 जनाको माग छ भने एकचोटि यो मेन पावरमा पस्नु होला। त्यस्तै अर्को डिमान्ड यही मेन पावरमा आएको छ, पपुलर्स बुक अफ SDN/BSD। यसमा नि जनरल वर्करको माग गरेको छ 35 जना, सेम रहेको छ भने यसको अन्तर्वार्ता मेन पावरको कार्यालयमा हुन गइरहेको छ 2082 वैशाखको 31 गते 14 मईको हुन गइरहेको छ भने यो मेन पावरको नाम रहेको छ साथीहरू अल स्किल इन्टरनेसनल ह्युमन रिसोर्सेस प्राइभेट लिमिटेड। साथीहरू यो वसुन्धरामा रहेको छ भने म भनिरहेछु तपाईले सिधा मेन पावरमा भिजिट गर्नु होला। फोन गरेर केही हुनेवाला छैन, म पटक पटक भनिरहेको छु। यो कम डिमान्ड हेर्नुस्, आफै बुझ्नु न कतिजना मलेसियाको लागि लाइनमा बसेछन्। यस्तो हुँचो लागेको छ, त्यही भएर हजुरले एकचोटि मेन पावरमा गएर पटक पटक बुझ्नु र जोलाई साउदी, कतर, मलेसिया दुबईतिर जान छ फ्री भिसा फ्री टिकटमा एकपटक भिजन एन्ड भ्यालु मनी पस्न सक्नुहुन्छ साथीहरू। उता नि धेरै फ्री भिसा फ्री टिकटको डिमान्ड आउँछ भिजन एन्ड भ्यालुमा। ल त्यस्तै गरी एउटा लास्ट डिमान्ड छ, त्यो पनि भनिदिउँ अब। त्यस्तै गरी यो लास्ट डिमान्ड मलेसियादेखि आएको छ। अब यो 100 जनाको सेक्युरिटी गार्डको माग गरेको छ। कोस्मा सेक्युरिटी गार्ड SDN/BSD यो जलानमा रहेको छ भने 100 जनाको माग 1700 रहेको छ भने 8 घण्टा 6 दिन काम गर्ने हो। तर म पटक पटक भन्छु यो ओभर टाइम छ कि छैन र 10 घण्टाको काम गराएर 1700 दिने हो कि 12 घण्टा काम गराउने हो, यो टोटली मजाले सोध्नु होला किनभने पैसा लिने काम गर्छ। त्यस्तै गरी यसको अन्तर्वार्ता त्यही 14-15 को हुन गइरहेको छ भने यही मेन पावरमा आएको छ MBF प्रोटेक्सन सर्भिस SDN/BSD। साथीहरू यसमा 63 जनाको माग रहेको छ भने यसको अन्तर्वार्ता यही मिति 2082 वैशाखको 25 गते 8 मईको यो त भइसकेको छ भने यही मेन पावरमा त्यही भएर म भनिरहेको छु यो मेन पावरमा आइरहेको छ कि मलेसियाको डिमान्ड। यो हजुरलाई देखाउनेको कारण के छ भने यसमा जान पाउनुहुन्न भने अर्को डिमान्ड आउँछ नि, तपाईँ एकचोटि भिजिट गरे पनि आफै थाहा पाउनुहुन्छ। त्यही भएर म यो मेन पावर राम्रो रहेको छ भने लिङ्क स्टार मेन पावर सर्भिसेस प्राइभेट लिमिटेड। साथीहरू यो सामाकोसीनिर रहेको छ, एकचोटि यसमा नि भिजिट गर्नु होला। यो मेन पावर धेरै राम्रो रहेको छ, त्यही भएर म तपाईहरुलाई रिकमेन्ड गरेछु, न त गर्नेवाला थिएन। हस्, थ्यांक यू टु वाचिङ माई कनेक्ट टु नेपाली युट्युब च्यानल। के सब्सक्राइब चाहिन्छ भने मेरो बायोमा व्हाट्सएप नम्बर छ, कल मेसेज गर्न सक्नुहुन्छ। प्लिज लाइक र सब्स्क्राइब गरिदिनु। हस्, थ्यांक यू।